जीवन भनेको चाहिँ यहाँ बसेर तपाईको त्यहाँ तयार गर्ने कुरा हो। किनभने हामी अस्थायी हौं, स्थायी होइनौं। जन्म त छ तर जीवन हामीले पाउनका लागि कोसिस गर्ने। हामीले त्यो तयारी चाहिँ अहिले मानव जीवनमै गर्ने। जीवन भनेको चाहिँ सधैँभरि रहने कुराहरू। जन्म चाहिँ पायौं हामीले, तर जीवन चाहिँ पाएको छैन। जीवनको बारेमा चाहिँ हामी कोसिस गर्दैछौँ। जीवन भनेको हजारौं लाखौं वर्ष जिउने कुराहरूलाई हो। त्यसलाई भन्छ जीवन त सधैँ बाँच्न सक्ने हैन। त्यही भएर हामी जीवनका कुरा गर्छौं। यसलाई चाहिँ हामीले यहीँबाट अध्ययन गर्नुपर्छ। कसरी भने हामीले जन्म पायौं। जब जन्म पाइसकेपछि हामी जुन शून्यतामा थियौं, आमाको गर्भमा शून्यतामा थियौं हैन। अब बाहिर निस्क्यौं। अब हामी आमाको अब भनौं न गर्भबाट बाहिर निस्केपछि तपाईको त्यहाँबाट संस्कार भरिँदै गयो। अब आमा बाबा भन्दै सिकाउँदै त्यो सिकाइहरू चाहिँ घर परिवारले हाम्रो गार्जियनले सिकाउँदै लानुभयो। अब त्यो संस्कारहरू मात्र बोलिराखेका छौं अहिले हामी, तर पुग्ने चाहिँ त्यही शून्यतामै हो हामी। त्यही भएर बच्चालाई भगवान भनिन्छ नि, जसलाई सिमानाको एलर्जी छैन, तेरो मेरो भन्ने छैन, हो त्यो शून्यता जो बच्चालाई भगवान भनिन्छ नि, कारण त्यही हो। जसको तेरो र मेरो बाँडफाँड केही पनि छैन, ऊ जसकहाँ पनि टेक्दिन्छ। हो त्यही शून्यता भनेकै त्यो जीवन त हो। हामी गएर अन्तिममा शून्यतामै लिनु हुने हो। त्यो तयारी चाहिँ गर्नुपर्छ। अब यो ऊर्जा शून्यतामा आयो, अब बीचका यी नाटक हुन्, यो डुप्लिकेट जीवन हो। जस्तै हामीलाई संस्कार यी भने इत्यादि त्यो मृत्युसम्म पुग्ने कुरा हो। यसलाई चाहिँ सजगताका साथ पुग्नुपर्ने हुन्छ। हामी सजगताका साथ त्यो मृत्युको तयारी गर्नुपर्ने हो। तर हामी होसी छैनौं, बेहोसी छौं। संस्कारमा पनि होसपूर्ण छैन। त्यही भएर भनेको छ गीताले पनि, गीताको कुरो पनि जोड्नुपर्ने हुन्छ। धर्मशास्त्रले चाहिँ एउटा चिठीको रूपमा जीवन जिउने नियम सिकाएको हो। धर्म भनेको जीवन जिउने आधार। तिमीलाई भोक लाग्छ तिमी अन्न खाऊ, तिमीलाई शरीरलाई चाहिने पानी यति हो 72%, तिमीलाई अक्सिजन यो टाइममा मिल्छ, यसरी पाइन्छ भनेर सिकाएको हो। धर्मशास्त्र भनेको चिठीको रूपमा जीवन जिउने, धर्म भनेको नियम हो। त्यो समयदेखि परको कुरा हो। त्यही भएर धर्म भनेको नियम हो, नियम भनेको तपाईको जीवन जिउने आधार हुन्। त्यही भएर त्यही आधारसँगै तपाईको जीवनको लागि कोसिस गर्ने।